Ơi, đừng đừng đừng, तेरो गन लुका, यस्तो लुका, काँक्रा र यहाँनिर उतातिर चिन्डो रहेछ लगाइराखेको साला पाठी पनि चिन्दैनस् बोकै बोका पो रहेछ दुईटा यहाँ रहेछ न डोरी यसको लागि मेन खोल्नु थियो कि ओ चिलायो उठ्ने टाइम भएन ओइ डुङ 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 तेरो गन लुका यस्तो लुका गन लुका आम्मा घाम त यो लानुपर्ने उता बोक्नु हो र जाति भइ गएको एक दिनमै अन्त हिजो त अन्त डन्ठासँग हिँड्ने मान्छे आज त डन्ठा छैन खोइ डन्ठा होइन हिजोको सुपले जाति भइ गयो क्या सुपले हो कि तेलले हो लु भन्नुहोस् कन्फ्युज दुइटैले होला नि बेलुका मालिस पनि गरेन त्यो तेल पनि लाएन तेल लाउनु पर्ने नि खास गरी यहाँ यो ठाडो चाहिँ यो धर्ना सुकाले चाहिँ डुब्दैछु अन्त यो गुण अलिक कम्त्याउनु तेल अलिक लगाएर चाहिँ त्यो उसले मसाज गरेर अझै गर्नुपर्ने एकछिन चलो खै म बोकिन्छु नि त हौ यति त ए ल अन्त कहाँ डन्ठा छोडिसक्यो तर बाजा बिहानै पुष्पलाई कराइरहेको रहेछ त अर्कोमा चारकोमा लानु हो ए मान्छे त त्यहाँ टोप भइसकेको रहेछ हिजो त हिँड्नै नसक्ने भएर हो यहाँनिर मेरो बिजोक हिजो एकछिन भएको नि आइया हिँड्ने बेलासम्म यहाँनिर कुद्दा कुद्दा भइरहेको थियो आज त च्याट्टै भइगएछ त मामा त अन्त आइ लु सेम कन्डिसन अब फेरि रिपिट हिजोकै समय रिपिट भएको जस्तै लाग्छ अब यहाँ आएर त्यही हो बकेट खोल्यो ऱ्याक खोल्यो अच्छा पर चिङ्नालाई दिइसकेको अब ए भनेपछि चिङ्नाको यो हो यो लगाइदिनु चाबी उता त नि यतै लिएको छ होला हिजो बेलुका मैले फिकिर लगेँ चाबी उतै मैले बेलुका त्यही त ए यता पो लिएछ त अन्त मैले उहाँ राखिदिएको थिएँ बेलुका दुईटा बनाएको छु कि अन्त कोही यता कोही यता आम्मा यस्तो छ नि हौ यहाँनिर त है तेरिका सन्न कराउँदैछ है यो बेला टोटल अहिले नभएको पनि हाम्रो 40+ छ हामीले 52 यस्तो टावर चुक्यो 52वटा लिएकोमा 6वटा खस्यो त्यसपछि बिच अलि एक दुईवटा मऱ्यो हिजो पनि एउटा मऱ्यो अहिले तर पनि 40+ छ हिजो एउटा मऱ्यो तपाईँको चिङ्ना बेसी पानी खाएको नि त्यो त सानो भएर त्यो मर्नु आँटेको थियो ल म पस्छु कता गयो खोइ छरपस्टै पार्नु पर्ने नि छरपस्टै पारेछ उता पनि गएछ परसम्मै गएछ खै कतिवटा रहेछ त गर्नुमै त यो त यस्तो खिचेर च्याट जिपीटी गर्नु दिने बेला अब कतिवटा रहेछ म फोटो खिच्छु है त लो च्याट जिपीटी गन्दै एउटा दुईटा त अझै बाहिर छ है आम्मामामामा यतिमा खै अगाडि आइज ए तिमीहरूको आधार कार्ड बनाइदिन्छु हौ छिटो जा त अगाडि खा न हौ दिएको ठाउँमा यहाँ यस्तो दिएको ठाउँमा खा त जा त भित्र मैले तिमीहरूको दामी एउटा पोस्ट खिच्दिउँ भनेको तिमीहरूको पोस्ट खिचिरहने ठाउँ छैन यहाँ खाऊ अब पानी छ अब एकछिनमा तिमीहरूको बोजूले दिन्छ ए तैँले यो के खाँदैछ कुखुराको चारो खाँदैछस् क्या कुखुरा चारो खाँदैछस् कुखुरा चारोको सुले खाँदैछस् अहिले चाहिँ यहाँ मुसाहरू निस्किनु छोडेन अब चाहिँ यो सबै मुसाले खनेको हो
यति डरलाग्दो मुसा छ कि यति डरलाग्दो मुसा छ कि अहिले चाहिँ अलिकति आउनु छोडेछ। यो ग्रिन हाउसको हालत यो भइरहेछ तर यसको प्लास्टिक आउनेवाला छ 1-2 दिनमा। हामीले चाहिँ गभर्मेन्टले दिन्छ, प्रायः चाहिँ हामीले चाहिँ गभर्मेन्टले दिन्छ। त्यसले गर्दा सजिलो छ यहाँ सिक्किममा बाँच्नु भने चाहिँ। अब यसको प्लास्टिक आउनेवाला छ। त्यसपछि यहाँ भर्खर हिजोअस्ति हामीले धनियाँहरू रोप्यौँ, रोपेको छरेर सबै बेची पनि सकेको हो यहाँनिर। अहिले यहाँनिर काँक्रा र यहाँनिर उताले चिन्डो रहेछ, लगाइराखेको रहेछ। सुन्तलाको अवस्था यस्तो छ, सक्यो अब चाहिँ हाम्रो गाउँमा चाहिँ सुन्तलाको। अरे यहाँ आइपुगिस्, माथि ब गर्दैछ, बोल्नु खोज्दैछ भएको। एकताल चेक गरौँ त यसले के भन्नु खोज्दैछ हौ। बाख्राले त अन्त बाउ 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 भन्दैछ त हौ। रातभरिदेखि कराएको तिमीहरू। अरे के गर्दैछ हौ? अफिसियल वर्क हुँदैछ क्या हौ। रातभरि गरेर अफिसियल वर्क हुँदो रहेछ। साला पाठी पनि चिन्दैनस्। बोकालाई धन्दा आएर चाहिँ कस्तो खालको रहेछ भन्नु। म त पाठी भनेको त दुईटा हतियारसँग बोका पो रहेछ दुईटा। उफ हौ त्यहाँ लाछु हिजो मैले उताबाट लिएर चाबी एउटा, त्यहाँ माथि सिङमै झुन्डाएको छु कि बेलुका फेरि खोल्यो मैले बन्द गरिराखेर। चाबी त मैले नै उता लगेको छु। पर बन्द गरेको थिएन मैले, बन्द गरेर लिएर यहाँ राखेको नि। त्यहाँदेखि फेरि खोल्यो भने चाहिँ अब आई डोन्ट नो मालुम है। त्यहाँदेखि चाहिँ एकछिनमा यो यहाँ रहेछ न डोरी, यसको लागि मेन खोल्नु थियो कि पर खोलिहालेको छ। यहाँ चाहिँ यसको चाबी चाहिँ अरू चाहिँ थाहा छैन मलाई चाहिँ। त्यहाँदेखि चाहिँ त्यति नै हो। लु अब ल है, लो 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 चलो घर चलो घर चलो घर 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 चलो घर चलो घर। पुरा बुझ्ने भएको छ अहिले त यो। ल्याउ त घर चलो घर चलो घर चलो घर चलो घर चलो घर चलो 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 आइस। लो 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 ओफ आम्मा ल हिजोको हुन चाहिँ कुन चाहिँ दबाईले जाति गऱ्यो मामालाई। मामा भन्छ तर हामी चाहिँ आमा हो, मम्मा भनिन्छ खास गरी। कुन चाहिँले जाति गरेछ। आज त लौरो बेगर हिँड्ने भएछ आमा। तर हिजो एक दिन नहुँदाखेरि आम्मा अब हामी त आफ्नो काममा हिँडिहाल्ने बानी। काममा हिँडिन्जेलसम्ममा यताको तब गर्नु के गर्नु बात नखै जयो हिजो त हो। आज चाहिँ एकदम ओके छ किनकि बिहानदेखि नै कराइँदैछ नि त आमा। टाङ टाङ टुङ टाङ टाङ भन्दै भनेर चाहिँ जाति भएको होला जस्तो लाग्छ चाहिँ। ओके जाति भएको रहेछ। सायद मेरो त डेली भ्लग पो हुँदैछ कि हो। मेरो घर वरिपरिको अलिकति लोकल भ्लग सुरु गर्दैछ अलिकति टाइम निकाल्यो भन्दा पनि अलिकति यो ग्याप हुन्छ उठेर चाहिँ। त्यहाँदेखि आफ्नो काममा हिँड्ने टाइममा चाहिँ त्यसले गर्दाखेरि यसो बनाइहेरेको। भोलि पछि मेम्बर पनि हुन्छ भनेर सायद डेली भ्लगै हुन्छ कि हो, सर्ट भए तापनि। ओके फेरि भेटौँ नेक्स्ट भिडियोमा। थ्याङ्क यू सो मच।